आज चाहिँ म अर्कै तरिकाबाट भोट माग्न चाहन्छु। बेरहीको भाकाले यो मुटुलाई छोयो, एकान्तमा तडपी तडपी न्याउले चरी रोयो। नबजाऊ सारङ्गीलाई सारङ्गीको धुन, उनैलाई सम्झी सम्झी रुन्छ मेरो मन। यो जिन्दगीले के गर्यो के गर्यो, के गर्यो के गर्यो। यो जिन्दगीले के गर्यो के गर्यो, के गर्यो के गर्यो। मायाको बसाइ सार्यो, जिउनु न मर्नु पार्यो, बिछोडको हुरीले कहली तो भुमरीले। कहाँबाट कहाँ पुर्यायो, कहाँबाट कहाँ पुर्यायो। वर्षो आँखाबाट कहाँ लाग्नु पोत, ढुङ्गे मुटु होइन यो सहनालाई चोट। झरनामा बगी जाने पराको आँसु, ओठभरि बेथा लुकाई कसरी महासु। यो जिन्दगीले के गर्यो के गर्यो, के गर्यो के गर्यो। मायाको बसाइ सार्यो, जिउनु न मर्नु पार्यो, बिछोडको हुरीले कहली तो भुमरीले। कहाँबाट कहाँ पुर्यायो, कहाँबाट कहाँ पुर्यायो, कहाँबाट कहाँ पुर्यायो, कहाँबाट कहाँ पुर्यायो। थ्याङ्क यू सो मच। आज चाहिँ म अर्कै तरिकाबाट भोट माग्न चाहन्छु। महाराज परीक्षित अब के सुन्न चाहिँ बक्सिन्छ भने मेरो भगवान। सम्पूर्ण दर्शक वृन्दमा मेरो नमस्कार। म प्रोसेस पाण्डे टिम खेमलाई रिप्रेजेन्ट गर्दै टप 6 सम्म आइपुग्न सफल भएको छु। हजुरहरूकै माया र साथ सपोर्ट भोटको कारणले गर्दा आगामी दिनहरूमा पनि मलाई धेरैभन्दा धेरै भोट गरेर मलाई ट्रफी जिताइदिनु हुन हार्दिक हार्दिक अनुरोध गर्दछु। हे धर्म गरौँ कर्म गरौँ 2 दिनको चोला, धर्म गरौँ कर्म गरौँ 2 दिनको चोला, भगवान रूपी दर्शकहरू भोट हालिदिनु होला। थ्याङ्क यू सो मच। यो चाहिँ हाम्रो स्वर्गीय पण्डित नारायण प्रसाद पोखरेलजीको आवाजमा थोरै भोट मागेको मैले।
जय होस् जय होस् हरेकचोटि बेग्लै किसिमले भोट माग्नुहुन्छ। सो प्रोसेसलाई अगाडि बढेको हेर्न चाहनुहुन्छ, भोटिङ लाइन अब केही समयको लागि मात्रै खुल्ला छ भने खल्ती एप र यसरी खल्ती.com मार्फत भोट गर्न सक्नुहुनेछ।